तर भुलाइहाल्छु। सो हेलो अनि तपाईहरु सबैजनालाई नमस्ते है त। आज भने हामी तपाईहरुलाई यस्तो ठाउँ लिएर आइसकेका छौं। भ्लगलाई सुरु गर्नुभन्दा अगाडि अ भेरी वार्म गुड इभिनिङ। अनि भनौं आज हम चाहिँ हामी यहाँनिर यस्तो ठाउँ जुन चाहिँ ठाउँ चाहिँ हामी सुनिरहेको हुन्छौं तर त्यो ठाउँ चाहिँ हामी आएको हुँदैन क्या। मलाई कस्तो देखिरहेको छ अन्डरटेकरको हातमा। सो प्लिज कमेन्ट डाउन बिलो। सो हेरौँ आज हम चाहिँ हामी यहाँ आइपुगिसकेका छौं। रेलीको हाम्रो कालिम्पोङको एकदमै फेमस प्लेस जसको नाम रहेको छ टाइटनिक हैन। एकदमै सुन्दर प्लेस। हेरौँ आज वाउ सक्ने रहेछ त अन्त। हेरौँ आज यहाँनिर हामी फर्स्ट टाइम एक्सपिरियन्स गर्न आइरहेको छौँ। के कस्तो हुन्छ लेट्स सी स्टे ट्युन। अनि जतिजना पनि रेलीको हुनुहुन्छ अनि तपाईँकोबाट एकदम फुल सपोर्ट चाहन्छौँ। हेर्नुहोस् त म तपाईँलाई हल्का सिनेमेटिक यस्तै स्टार्ट गर्नेछु। सो स्टे ट्युन के कस्तो हुन्छ हेरौँ। आजको भ्लग हो। अन्त भ्लग चाहिँ गर्ने टाइमै म्यानेज गर्नु सकिरहेको थिएनौँ र हामी आउनु चाहिँ इभिनिङ टाइममा आएको छौँ आज चाहिँ। किनकि डे टाइममा हामी एकदम बिजी भएको कारणले गर्दा सो एकदमै खुसी लाग्यो। अन्त चुजोङको स्कुटीमा आउनु चाहिँ हामी। सो सेरोपतिम यहाँ आउनु नि फर्स्ट पछि गयो हाम्रो सेरोपतिम छ फर्स्ट। सो हेरौँ खोइ हाम्रो ओइला पछि त कुन छ चुपदुङ्गे पर्दैछ। हेर्नुहोस् है हाम्रो सेरोपतिम स्टार्ट पनि गरिसक्यो। सो है त स्टार्ट गरौँ। हामी मात्रै खेल्ने पौडी खेल्नै जान्दैन क्या। सो लर्निङ हो। सो एनिवेज स्टे ट्युन। डुब्छौँ म त त्यस चाहिँ हामी त आउँदिनँ भनेको नि त यहाँनिर खासमा। सेरोपतिम बदिम त्यहाँबाट छ चुजोङ खोइ चुजोङ हेरौँ। ए अर्को हाम्रो साथी चाहिँ कहाँ गएको नि। सो हेरौँ र अहिले हुन्छ जाडो भइरहेको छ। अन्त कति 5 बज्यो होला तर भए पनि पौडी चाहिँ खेलिरहेको छौँ। नाङ्गै चाहिँ होइन पुरा जाडो भइरहेको छ कि। अब हेर्नुहोस् न म कसरी पौडी खेल्दा रहेछ। पौडी चाहिँ खेल्नु आउँदैन त्यसो नै हो। उम्रिनु मात्रै आउँछ। अन्त भन्नु पर्दाखेरि चाहिँ सधैँभर सिरियस पनि हुँदैन। बेला बेला रिफ्रेसमेन्ट पनि चाहिन्छ भनेर चाहिँ यहाँ पौडी खेल्नु आएको कि जाडोले मर्ने हो क्या। सक्दैन रहेछ नि हामी त। भोइस चाहिँ कस्तो सुनिरहेको छ थाहा छैन कि तर भए पनि म फर्स्ट टाइम टाइटनिक भन्ने चाहिँ सुनेको मात्रै थियो। यही आएर देख्दैछु यस्तो रहेछ। अन्त एकदमै चिसो भइरहेको छ हो। अन्त यसो ढुङ्गाहरूमा चालिँदै हिँड्नुपर्छ हामी त नसक्नेहरू चाहिँ। अन्त यदि तपाईँहरू यो टाइटनिक आउनु भएको हुन्छ यस कस्तो आउनु भएको हुन्छ चाहिँ लेख्नुहोस् म आएको भनेर। कानतिर पनि पानी बस्यो। हाम्रो सेरोपतिमलाई देखाइदिएन। बदिम चाहिँ हेभी नै खेल्दो रहेछ नि त। जानुपर्ने हो घर अझै त तर बेसी चाहिँ खेल्नु हुँदैन। हाम्रो चुजोङ चाहिँ खेलेन पौडी हो। बोटिङ गर्दैनस् बोटिङ म गरौँ डुबी पर्ने हो।
गाडी खोल्नु ओइ ओइ भागो सर तेरो डुबान अलि घन्टा त्यो बाँस डुबान नुर्गेनियाले अघिको जग्गाबाट छिटो ओइ नुर्गेन अझै छिटो डुब्यौ यति साह्रो जाडो छ कि त्यो नौकामा चाहिँ झन्डै डुबेँ म क्या त्यो बत्ती पनि ल्याउने पुरा जाडो भयो टाउको दुख्नु थाल्यो अब हम चाहिँ जानुपर्ने हुन्छ होला अन्त हेरौँ है त हल्का सिनेमेटिक सो यो त फिलहालै हो भने चाहिँ हामी यहाँबाट टाइटानिक स्विमिङ पुलबाट अन भयो होइन निस्किरहेको छौँ अन्त यो रुखको सिनेमेटिक हल्का गरौँ अन्त के कस्तो लाग्दैछ प्लिज कमेन्ट गर्नुहोस् ल क्लिननेस एन्ड गोल्डनेस लेखिरहेको छ मजा आयो भनौँ एकदम चिसो क्या मेरो कान बन्द भयो सो एनिवेज मजा आयो एकदमै आई रियली थ्याङ्कफुल छौँ कोही कोही कहिले को होइन होला कहिले आएको अन्त त्यस्तै भयो यहाँ बत्तीमा आगो तापिरहेको छ पैसा भिज्यो ए बत्तीको पैसा भिजेको थियो नि कोही बेला जोसमा होस् खाएको पनि भाइ बत्तीमा चाहिँ 1 लाख रुपियाँ पैसा कति रुपियाँ हेऱ्यो बत्ती 1 लाखको नोट देख्दैछ यहीँ मेरो हातले डराइदिन्छ हामी डराइदिउँदैछ होइन बत्तीमा यो जग्गाहरू दामी नि है यहाँ त अब दोस्रो हामी त झन् संसारै जानु त्यो सुहाउनु पर्ने छ मजाको क्या यो यता घर बाक्लोहरू दामी लाइटहरू छ नि यहाँ लाइटहरू पनि छ नि
यहाँनिर तार देख्नुहोस् त्यही त तार त रहेछ म थाहा हुँदै एम्टी बाँस हो यो अन्त एकदम मजा आयो क्या माथिको चाहिँ बाँस हो त्यो अन्त तपाईँहरू यदि टाइटनिक आउनु भएको छैन भने चाहिँ एकदमै म सजेसन गर्छु दामी प्लेस हो प्लेस कम इन भिजिट दामी छ एकदमै एकदमै दामी के माथि स्ट्रिट लाइटहरू पनि हालेको छ अबै माथि चाहिँ घर छ होमस्टे छ नि माथि ए हो र माथि पनि छ नि द्वार त त्यहाँ त झन् कति मजा हामी म त कहिले पनि आएको थिएन हो पौडी त्यस्तो खेल्नु त जान्दैन हामी फेरि एनिवेज मजा आयो पुरा चिसो लाग्यो नि त टाउको चाहिँ पुरा दुख्नु थाल्यो अब गएर फेरि नाइट म्याच हुन्छ हाम्रो टेस्ट म्याच कि आइपिएलको ए साँच्चै तपाईँले यदि आइपिएल हेर्नु हुँदैछ भने चाहिँ एकदमै आज कसको म्याच छ आजको नि त हिजो चाहिँ चेन्नाईले जित्यो अन्त अर्को चाहिँ जित्यो वेस्टले के अरे सनराइजर्स हैदराबादले अब नाचिकन जान्छ म जेसुस अन्त हामी लास्ट टाइम आरसिबीलाई मलाई चाहिँ एकदम फुल सपोर्ट छ यो वर्ष पनि एकदमै चिसो भयो क्या बदि जुम अन्त कस्तो देखिरहेको छ चुजोङ चाहिँ खेल्नै पाएन सो स्याड क्या अन्त नखेल्नु भनेर भनेछ उसको प्यारेन्ट्सहरूले गीतहरू बजेछ डान्स हुन्छ बदिन पुरा थाक्दो रहेछ है पुरा यस्तो जोइनहरू पुरा गल्यो नि त हिँड्नु साह्रो पर्ने भयो त्यो बोर्डमा बजा है बोलले झन्डै भयो ए चुजोङको स्कुटीमा छौँ हामी अन्त मजा आउँछ यो चाहिँ अब डे टाइम आउनु सक्यो भने राम्रो छ अब हामी यहाँ चाहिँ अब यसो टिमसँगै नत्र कपाल पोइन्टै यो चाहिँ हामी म चाहिँ कपालले यहाँनिर सजेस्ट गर्दिनँ अहिले अन्त यहाँनिर चाहिँ एकदम उयोहरू के भन्छ साथीभाइहरू है साथीभाइहरू आयो भने चाहिँ फेरि ए चुजोङ यहाँ चाहिँ चुजोङ चाहिँ अघि भर्खरै हाम्रै लागि मात्रै आएको थियो क्या चुजोङ चाहिँ एकदम हामी रेली जान्छौँ भने प्लान गरेर आएको थियौँ है तर अनफर्चुनेटली ऊ पाएन क्या एकदम सो साइड मलाई मजा आइरह चियामा नुन नभएको जस्तो हामी नुनको चिया खानेहरूलाई चाहिँ इको भ्याली पिकनिक स्पट हुने देखिरहेको छ हाम्रो किचन ऊ यहाँ र अब हम चाहिँ रात पर्नु थाल्यो कि अन्त यहाँनिर एकछिन बसिरहेको छौँ यसो सानो भिडियोहरूको फोटो सुटको लागि भनौँ अन्त एकदमै दामी रहेछ क्या चुजोङ कस्तो लाग्यो यो जग्गा देखेको छैन र पुरा रात पर्नु थाल्यो कि फोन गर्छु ल मेरो यो सेकेन्ड थर्ड टाइममा यो यहाँनिर हजुर यो टाइटनिकको अहिले हुन्छ हामी यहाँ टाइटनिकको सानो क्याफेमा हामी एकछिन बसिरहेको छौँ यहाँनिर अन्त कस्तो देख्दैछ यहाँ फास्टलाइट फोनको फास्टलाइट बालिकन हो सानो भिडियो पनि गरिरहेको छौँ अन्त यहाँ हाम्रो बत्तीमहरू चाहिँ झालमुरी बनाउनु हुँदैछ हो अन्त एकदमै चिसो अब हम चाहिँ हामीहरू फर्किनु लागेको छौँ र टाइटनिकको बारेमा कुरा गर्नुपर्छ एकदमै मलाई मजा लाग्यो क्या तपाईँहरू पनि आउनुहोस् र एकदमै मजा लिनुहोस् यहाँनिरको अनि जतिजनाको पनि यहाँनिर टाइटनिक वरिपरिको हुनुहुन्छ एकदमै तपाईँलाई थ्याङ्क यू भन्न चाहन्छौँ यस्तो राम्रो एउटा पिकनिक स्पट हाम्रो लागि बनाइदिनु भयो तपाईँलाई एकदम फर्स्ट अफ अल थ्याङ्क यू भन्न चाहन्छौँ र हाम्रो कालिम्पोङ वरिपरि जतिजना पनि हुनुहुन्छ तपाईँहरू यसो पिकनिक स्पटको लागि हेरिरहनु भएको छ यो टाइममा होइन समर भ्याकेसनमा अब विन्टर भ्याकेसन त सकिसक्यो अभियसली समर भ्याकेसनमा भनेर चाहिँ म एकदमै तपाईँलाई सजेस्ट गर्छु टाइटनिक आउनुहोस् तपाईँहरू एकदमै दामी प्लेस छ सो यु मस्ट भिजिट अन्त त्यस्तो भए मजा आयो सो तपाईँलाई के कस्तो लाग्यो भ्लग हो कमेन्ट गर्नुहोस् होला झलमुरी चाहिँ हाम्रो यस्तो प्रकारको छ हो झलमुरी पनि बनिँदैछ अन्त अब गएर हाम्रो फेरि टेस्ट म्याच छ हो अन्त हामी रेयन भर्सेस कहाँ सुरुकै सुरुक रेयन भर्सेस सुरुक छ अन्त अब हाम्रो कति 8 बजीदेखि सुरु हो 8 बजीदेखि म्याच सुरु छ लाइभ हामी गएर हामी नै प्लेयर छौँ अन्त हामी नै अडियन्स पनि रेफ्रीमा आफै हो हामी क्यामेराम्यान पनि आफै बलर आफै प्लेयर छ सबै अलराउन्डर हामी सो मजा आयो अन्त हामी दिउँसो चाहिँ हामी एकदम बिजी थियो क्या दिउँसो चाहिँ आउनु पाइनँ त्यही भएर चाहिँ अन्त बट एनिवेज बेलुका आउनु सक्यो मजा लाग्यो एकदम चिसो भइरहेको छ कि अब हम चाहिँ हामीले स्वेटर नल्याएको थियो कसैले ल्याएको चुजाउने मात्रै ल्याएको चुजाउने किनकि पौडी खेलेन अन्त हामी एकदम चिसो हेरौँ के कस्तो हुन्छ लेट्स सी स्टे ट्युन अनि त्यही भन्न चाहन्छु हाम्रो बतिमहरू यहाँनिर हुन्छ चुजाङ बतिम अन्त बतिम भन्दा हाम्रो शरब फाल्जे लेप्चा उहाँ चाहिँ एकदमै ठुलो मान्छे ओके स्टे ट्युन है त हामी अब झालमुरी लिन लागेका छौँ तपाईँहरूले बाटोतिर कता गएको भेट्छौँ
है त अहिले हो भने चाहिँ हामी फर्किरहेको छौँ यसरी लाइट बालिकन भुइँमा देखाउँदै हो किनकि पर चाहिँ अफ रोड पुरा रहेछ क्या यो रोड चाहिँ अन्त आउँदाखेरि चाहिँ मैले कुदाएको थिएँ मलाई चाहिँ एकदमै साह्रो पऱ्यो बाटोमा हामी त्यस्तो एडभेन्चर त्यस्तो गरेको छैन नि त फेरि तर मलाई बेस्ट लाग्यो क्या यो एन्टर्क स्कुटी चिजोङको छ तपाईँहरूले पनि यदि यसो के टु विलरहरूको प्लानिङ छ भने किन्ने यदि तपाईँहरूकोमा बजेट कम छ र केही छ भने चाहिँ म प्रिफर गर्छु यदि तपाईँहरूको बस्तीहरूको हुनुहुन्छ भने चाहिँ एकदमै क्या मस्ट एन्टर्क लिनु भने चाहिँ एकदमै राम्रो क्या अब यहाँ केही नदेख्ने भयो नि त आँखा चाहिँ तपाईँहरूको लागि भने फास्ट लाइट बालिकन म ट्राई गरिरहेको छौँ अन्त त्यो चाहिँ राम्रो लाग्यो क्या मलाई एन्टर्कको चाहिँ बानी बेहोरा भन्दा पनि त्यसको माइलेजदेखि लिएर अन्त टु विलरमा चाहिँ मलाई बेस्ट लाग्यो अब टु विलर भन्दाखेरि अब यो कम्ती बजेटमा यतिको प्राइस यतिको मसिन चाहिँ पाउनु चाहिँ एकदम दामी नै हो क्या अन्त तपाईँहरूले पनि एकदम यदि तपाईँहरूले लिनु चाहनुहुन्छ भने चाहिँ एन्टर्क म प्रिफर गर्छु तपाईँहरूले लिनुहोस् अनि यहाँ पर समय चाहिँ यसो जानु पर्दो रहेछ क्या हामी अन्त त्यस्तै भयो मजा आयो यहाँ बत्ती पनि छ हो सो के कस्तो भयो हेरौँ अन्त यहाँनिर होमस्टेहरू पनि अभाइलेबल रहेछ होमस्टे भन्दा पनि क्याफेहरू रेस्टुरेन्टहरू अनि चिजोङ पर पुगेको हामी आउँदैछ आया अब त यो चिसोमा खुट्टा भिजाउनु पनि मन लाग्दैन रहेछ क्या यति यस्तो भइसक्यो अन्त त्यस्तै भयो अनि तपाईँहरू पनि प्लिज आउनुहोस् हामी नेक्स्ट टाइम पनि आउनेछौँ अभियसली नै अन्त एकदमै सफा भन्नु पर्दाखेरि टाइटानिक बज्नु सफा है आयो एकदम सफा रहेछ क्या त्यो जग्गाहरू मैले किन फोन चाहिँ हिजो आज युज गरिरहेको छैन भने चाहिँ अन्त किनकि मैले यो क्यामेरा किनेको त केही बेकार भयो नि त सो त्यही भएर चाहिँ दामी रहेछ माथि हेर्नु न यो ठाउँहरू अब हामीलाई त जानु दिँदैन होला भिजिट गर्नु मन थियो केही छैन नेक्स्ट टाइम हेरौँ यता अनि मोर लभ एन्ड सपोर्ट निड मोर लभ एन्ड सपोर्ट भन्छ अन्त माया देखाइदिनु होस् अनि भन्नुपर्दा यहीँ माथि पेट्रोल पम्पकै यस्तो कर्नरबाट चाहिँ हामी पस्नुपर्ने म माथि पुगेँ क्या यता हामीलाई छोडिराखेको क्या अन्त एकदमै दामी है आमा यो कसको होला तपाईँले यदि थाहा छ भने चाहिँ प्लिज कमेन्ट गरिदिनुहोस् हाम्रो ब्याक साइडमा देखिरहनु भएको यो लाइटहरू कसको मजाको क्या यस्तो डेकोरेटेड एभन देखिरहेको छ उसी जग्गा माथि पुग्यो क्या ऊ माथि लाइट बल्दैछ त त्यो पेट्रोल पम्प छेउमा हामीलाई छोडिराखेको छ अन्त राति चाहिँ फेरि आँखा देख्दैन म चाहिँ एकखेप भन्नुपर्दाखेरि तपाईँहरू जतिजनाले पनि मैले लास्ट टाइम भनियो जस्तो लाग्छ यदि तपाईँहरू सुर्ताउनु भएको छ भने चाहिँ म चाहिँ अलिकति फिजिकल्ली एकदम अलिकति बिमार छु नाउ अडेज चाहिँ अन्त आज ट्रिटमेन्टको लागि डक्टर चेकअपको लागि गएको थिएँ तर एकदम मै बिजी भयो कि आफ्नै कारणले आफै हेल्थमा प्रब्लम भइरहेको छ मलाई चाहिँ अनि आमाको थियो आज चाहिँ हस्पिटलमा अलिकति हो आमाको अलिकति त्यो एलर्जीहरू भएको छ हातमा प्लिज प्रिफर माई मदर अब मेरो मात्रै होइन तपाईँहरूको पनि अन्त हेरौँ एकदमै डर लाग्दो रहेछ क्या बाटोहरू केही देख्दैन अनुहारमा आँखा बाल्नु पर्दैछ हेरौँ बत्ती त्यहाँबाट पुगेँ चिजोङ पर पुगेछ हामीलाई छोडिराख्यो डर सधैँ आया हो हेरौँ है त बाटो एकछिन भेटौँ यहाँ पुरा साह्रो पर्ने छैन होइन र है त अहिले फिलहालै हुन्छ हामी यहाँनिर कहाँ भनौँ रेलीको पेट्रोल पम्प रेली रिभर साइड फ्युल स्टेसन भन्ने जग्गामा आइपुगिसकेका छौँ अलिकति स्कुटीलाई पनि टु विलरलाई पनि अलिकति च्याख भएर चाहिँ प्योर फर प्योर भन्ने अन्त हेरौँ के हुन्छ पुरा थाक्यो क्या आमा अन्त यहाँनिर एकदमै यो ठाउँमा खोलिदिनु भएर चाहिँ हाम्रो एमएलए सरलाई चाहिँ एकदमै हृदयको आन्तरिक हृदयबाट थ्याङ्क यू भन्न चाहन्छौँ एकदमै क्या यो चाहिँ एकदमै निडी थियो हाम्रो ठाउँमा चाहिँ अन्त माथिबाट आउँदाखेरि चाहिँ एकदम टाइम लाग्यो क्या टाइम भन्दा पनि एकदम जाम हुने माथि 10 माइलमा त 11 माइलमा अनि यहाँनिर चाहिँ भएर चाहिँ हाम्रो ठाउँको जति चाहिँ भाया रेली भएर जतिजना पनि जानुहुन्छ होइन उहाँहरूलाई एकदमै सुविस्ता भइसकेको छ यो रोडले गर्दा सो हेरौँ बाटोतिर कतातिर भेट्छ मलाई स्टेट हुने त तबसम्म पुरा ढाड दुख्यो र है त अहिले हो भने चाहिँ हामी घर पनि आइपुगिसक्यो र एकदमै थाक्यो क्या चिसो पनि लाग्यो अन्त बिचरा चिजोङले 3 जना ट्रिपल लोड म चाहिँ सक्दिनँ ट्रिपल लोड चाहिँ बोक्नु किनकि एकदमै हामीलाई चाहिँ म चाहिँ सक्दिनँ ट्रिपल लोड चाहिँ बिचरा चिजोङले कति ढाड दुखिरहेको होला
अन्त अहिले चाहिँ यहाँ माथि अफरोड थियो अलिकति त्योबाट चाहिँ हिँडेर गइरहेको छौँ अनि आजको भ्लग तपाईँलाई के कस्तो लाग्यो प्लिज कमेन्ट गरिदिनुहोस् होला यस्तै भ्लग हेर्न चाहनुहुन्छ भने एकदमै तपाईँको माया अनि सपोर्ट अनि प्लिज कमेन्ट डन बिलो अनि अब गुड फ्राइडेको भ्लग गर्छौँ भनेर सोचिरहेको छौँ अनि लास्ट टाइमको भ्लगहरू तपाईँले हेर्नु भएको छैन भने एकदमै हेर्नुहोस् होला सो त्यही भन्न चाहन्छु आजको भ्लग तपाईँलाई के कस्तो लाग्यो प्लिज कमेन्ट चाहिँ गरिदिनुहोस् होला नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि है त अनि आजको भ्लग यतैतिर इन्ड गरिरहेको जस्तो लागिरहेको छ मलाई किनकि अब गएर अलिकति आफ्नो सेल्फ स्टडी पनि गर्नुपर्ने छ सो बेसी उयो गर्नु भएन नि त हो सो त्यस्तै भयो के कस्तो हुन्छ हेरौँ अनि अर्को भ्लगमा अभियसली भेट्छ भन्दा छिटै तबसम्म तपाईँको माया अनि सपोर्ट गरिदिनुहोस् त्यही भन्न चाहन्छु सो स्टे ट्युन है त आजको भ्लग यतैतिर इन्ड भयो है त